यो रिकर्डिङ चाहिँ नि अब भइरहेछ है। अब कोर्सको बारेमा जानकारी दिँदाखेरि यो हामीले चाहिँ नि अलिकति परिमार्जन गरेका छौँ कि यो कोर्समा हैन। हो सुरु यो खास चाहिँ नि अब ब्याकग्राउन्ड बिल्डअप त हुनै पर्ने हो हैन यो कोर्स पढ्नलाई। अब हाम्रो यो के गर्ने यो टियुको एलबियुको सिस्टम नै त्यस्तो भयो कि कोही पनि त्यो विद्यार्थीहरू यो एमए जुनसुकै तहको होस् जुनसुकै कलेजमा होस् एमएमा भर्ना हुनु अगाडि केही यस्तो रिफ्रेसर कोर्सहरू चाहिँ नि हैन कम्प्लिट गर्नै पर्ने आवश्यकता चाहिँ हुनुपर्छ। तर त्यसो चाहिँ नि अहिले भइरहेको छैन त्यो त्यस्तो सिस्टम पनि छैन कि। त्यही पनि अब हामीले त्यही अनुसार चाहिँ नि अब अलि सजिलो ढङ्गले सरल रूपमा चाहिँ नि अब अहिलेलाई चाहिँ नि अब कुनै कसैको चाहिँ नि अब कुनै यो सम्बन्धी अलिकति पनि नलेज नभए पनि केही नलेज भए पनि त्यही अनुसार चाहिँ हामी हैन अलि सहजतापूर्वक हामी पढाउँदै चाहिँ हामी अगाडि बढ्छौँ हैन। त्यो हिसाबले अब यसमा चाहिँ नि हेर्नुहोस् है यो जम्मा यो कोर्स 4 युनिटको छ कि 4 युनिटको यो कोर्स छ हैन। अब तपाईलाई तीर्थ सरले जानकारी गराउनु नै भयो होला। यो सेमेस्टर सिस्टममा जम्मा टिचिङ आवर्स चाहिँ 48 हो। तर हामीले पुरै 48 घण्टा भनौँ न टिचिङ आवर्स त्यो त्यति घण्टा हामीले यो पढाउन चाहिँ नि अब पाउँदैनौँ कि किनकि विभिन्न बिदाहरू हुन्छन् हैन। विभिन्न कारणले गर्दाखेरि अब यो क्लासहरू चाहिँ सञ्चालन नहुने अवस्थामा हामी आइपुग्छौँ। त्यही भएर यो पुरै 48 घण्टा चाहिँ त्यसको सदुपयोग चाहिँ गर्न भ्याउँदैनौँ हामीले हैन। त्यही भएर हरेक युनिटको लागि एउटा एउटा लेक्चर मात्र हुन्छ कि हैन। जस्तै कि यहाँ अब सबैभन्दा पहिले अनि अर्को एउटा कुरा के हो भने यो कलेजको विशेषता भन्नुहोस् या के भनौँ यो कलेजमा चाहिँ नि कम्प्लिटली कोर विषय भनेको यो महायाना बुद्धिस्ट फिलोसफी अथवा महायाना बुद्धिज्म सम्बन्धी यहाँ पढाइ हुन्छ भनेर त्यति त जानकारी सबैलाई नै छ नै छ हैन। तर यहाँ अब हाम्रो यो फिलोसफी पनि कम्प्लिटली महायाना पर्सपेक्टिभबाट नै यो डिजाइन गरिएको छ कि फिलोसफी हैन पुरै। अब यसमा सुरुमा चाहिँ नि अब केही जानकारी दिनको लागि कि बुद्धिस्ट फिलोसफी आइडियोलोजी भनेर बुद्ध धर्ममा चाहिँ नि अब कमन भनेको मतलब यहाँ कस्तो भन्दाखेरि यो थेरवाडमा पनि कमन हैन, महायानमा पनि कमन, अनि महायानको अर्को एउटा पक्ष छ वज्रयानमा पनि कमन। त्यो कमन कुराहरूलाई नै पहिला हैन एउटा आधारभूतको रूपमा अथवा आधारभूत दर्शनको रूपमा शिक्षाको रूपमा अथवा प्रारब्धको रूपमा चाहिँ नि हैन त्यो बताउने गरिन्छ कि हैन। किनकि एकैचोटि हामीले अब माथिका फिलोसफीहरू चाहिँ हामीले पढ्न सक्दैनौँ हैन। सबैभन्दा पहिले बुद्ध धर्मको मुख्य विशेषता भनेको बुद्ध धर्म प्र्याक्टिसै गर्ने हो भने कि प्र्याक्टिसै गर्ने हो भने अब खालि त्यो जानकारी मात्रै लिने। तर बुद्ध धर्मको अब यति डिफरेन्स हो कि अरू इकोनोमिक्स अनि कमर्स अनि अरू पढ्दाखेरि अब त्यसमा त्यो प्र्याक्टिकल भ्याल्यु हुँदैन कि। किनकि तपाईँले अब यो त्यो धर्मको रूपमा भन्दा पनि हैन त्यसलाई एउटा शिक्षाको रूपमा लिएर अगाडि बढ्नुहुन्न कि। तर बुद्ध धर्म स्टडी गर्न आएपछि के हुन्छ भन्दाखेरि यो खालि यसमा के छ हैन अथवा केही डिग्री प्राप्तिको हिसाबले मात्रै स्टडी गर्ने त्यो हिसाबले भन्यो भने चाहिँ अलिकति त्यो गाह्रै पर्छ हैन। तर हैन म प्र्याक्टिसै गरेर अगाडि बढ्छु भन्ने त्यो सोच लिएर चाहिँ गर्नुभयो भने सजिलो हुन्छ कि। मेरो जुन यो लेक्चर स्टाइल छ हैन अब मैले ब्यालेन्स गर्ने कोसिस गर्छु कि एकाडेमिक पनि प्र्याक्टिकल पनि हैन। त्यही भएर अलिअलि चाहिँ नि अब त्यो कहिलेकाहीँ अपाचे पनि हुनसक्छ हैन। किनकि ब्याकग्राउन्डै फरक भयो नि कल्चरल सक हुन्छ कहिलेकाहीँ हैन। यो यस्तो त अब अनि अलिकति आफूलाई यो के यो डाइजेस्ट गर्न नसके जस्तो त्यस्तो चाहिँ फिलिङ हुन्छ पक्कै पनि। तर अब तपाईँले धेरै किताबहरू पढ्नुहोस् हैन। त्यो किताबहरू चाहिँ प्रोभाइड गर्छु। यो अब हामीले यहाँ यति एक घन्टाको लेक्चरले त कुनै पनि हालतमा त्यो सम्भव नै हुन्न के हैन। तर तपाईँहरूलाई चाहिँ यो खालि एउटा गाइड मात्रै गर्ने हो हैन। हामी सबै टिचरहरूले गाइड मात्रै त्यस्तो नसम्झोस् कि तपाईँ ल अब यो सुगतमा चाहिँ भर्ना भइया छ अब यो टिचरहरूले पढाउनुहुन्छ धेरै कुरा म जानकारी राख्छु। नो द्याट इज नट पोसिबल हैन। त्यो पहिले नै एकचोटि तपाईँले पूर्व जानकारी गराउन चाहन्छु। तपाईँले किताब पढ्नै पर्छ हैन। यसमा अब जे किताबहरू चाहिँ उहाँ सम्बन्धित टिचरहरूले दिनुहुन्छ त्यसको चाहिँ राम्रोसँग स्टडी गर्नै पर्छ। नबुझ्ने अथवा त्यसमा के गाइडेन्स गर्ने काम मात्रै हाम्रो हो कि हैन। अनि पछि चाहिँ फर्दर स्टडीको लागि एउटा बाटो बनाउने हो हामीले।
इफ यु आर इन्ट्रेस्टेड, इफ यु आर रियली इन्ट्रेस्टेड होइन, फरक स्टडीको लागि चाहिँ हामी बाटो बनाइदिन्छौँ होइन। अथवा तपाईँहरूले साँच्चै प्र्याक्टिसै गर्न चाहनुहुन्छ भने, यो मायन अथवा वज्रयान प्र्याक्टिसै गर्न चाहनुहुन्छ भने त्यो गुरुहरूसँग पनि हामीले भेट गराइदिन्छौँ होइन। त्यो चाहिँ नि हामी गर्छौँ कि। तर यहाँ चाहिँ खालि हामीलाई तपाईँलाई एउटा गाइडको रूपमा मात्रै, त्यही भएर अब यो 1 घन्टाको क्लासमा यत्रो त्यो पढाएर चाहिँ नि टिचरले पढाएर हामीले केही बुझेनौँ भनेर भन्नु, त्यो भन्नु सत्ता पनि होइन। टिचरलाई भन्दा पनि तपाईँले किताबमा चाहिँ भर पर्नुपर्छ कि होइन, किताबमा। किनकि यो एमए लेभल पुगेपछि त अब खालि त्यो गाइड मात्रै हुन्छ। अब एउटा के एज्युम गरे हुन्छ भन्दाखेरि एमए लेभलमा चाहिँ नि तपाईँ पहिले नै पुरै त्यो होइन यो क्वालिफिकेसनहरू लिएर आएको हुनुपर्छ कि। तर यहाँ हाम्रो बुद्धिस्ट स्टडिजमा चाहिँ नि त्यस्तो नभए पनि तर किताबको माध्यमबाट तपाईँले त्यो क्वालिफिकेसन बनाउनु पर्ने हुन्छ कि होइन। टिचरले पढाएको केही बुझेन, खोइ ठुल्ठुलो त्यो टेक्निकल शब्दहरू छ केही बुझेन भन्नुभन्दा पनि किताबमा चाहिँ नि त्यो तपाईँले त्यो एन्सर्सहरू खोज्नुपर्ने हुन्छ। त्यही भएर अब यहाँ यत्रो ठुलो विषय छ होइन, यो त एडभान्स विषय छ। तर अब तपाईँले त्यो अब मनमा चाहिँ नि त्यस्तो डर मान्नु पनि पर्दैन होइन। हामीले केही ब्याकग्राउन्ड नै डेभलप गराएको छैन, यस्तो ठुलो विषय चाहिँ अब पढ्नु परेको छ, के गर्ने होला होइन। बेकारमा यो कलेजमा भर्नु भएको जस्तो फिलिङ पनि आउन सक्छ। तर त्यस्तो कुनै पनि हालतमा हिजो नै मैले भने नि त्यो फिलिङ गर्नु पर्दैन। तपाईँको मेन जति तपाईँ पढ्न सक्नुहुन्छ, जति तपाईँ स्टडी गर्न सक्नुहुन्छ होइन। अब गाइडेन्सको रूपमा हामी टिचरहरू छँदैछौँ होइन। हामीले चाहिँ अब हामी पनि स्टुडेन्टै हौँ कि, हामीले पनि लर्निङ गरिरहेको छौँ अहिले। त्यो गर्नुभयो भने तपाईँले अब आइदर यु आर बुद्धोलोजिस्ट अर रियल एक्चुअल प्र्याक्टिसनर, केही फरक पर्दैन कि होइन। किनकि एकाडेमिकमा चाहिँ त्यो त्यसको डिफ्रेन्सिएसन गरिँदैन। तर तपाईँ मोनास्ट्रीमै छिर्नुभयो भने तपाईँले प्र्याक्टिस गर्नै पर्ने हुन्छ। तर बुद्धिस्ट प्र्याक्टिसनरहरू यहाँ टाइटल हेर्नुहोस् न, महायान बुद्धिस्ट फिलोसफी एन्ड प्र्याक्टिस। यो खालि यो तपाईँले यो महायान बुद्ध धर्ममा के छ भने जानकारी मात्रै दिने होइन, प्र्याक्टिसै गर्न लाउने हो कि। तर एउटा शर्त छ कि, तर त्यसलाई मिसनरीको रूपमा नलिनुहोस्। प्र्याक्टिसै गर्ने हो भने तपाईँले चाहिँ नि त्यो बुद्धको शरणमा जानै पर्छ, धर्मको शरणमा जानै पर्छ, सङ्घको शरणमा जानै पर्छ। प्र्याक्टिसै गर्ने हो भने होइन, खालि त्यो केही जानकारी प्राप्त गर्ने हो भने त्यसको त्यो आवश्यकता पर्दैन होइन। तर अब मैले चाहिँ जुन हिसाबले म पढाउँछु त्यो प्र्याक्टिकल ओरिएन्टेड एप्रोच हो होइन। एउटा प्र्याक्टिस नै गराउने हिसाबले चाहिँ म यहाँ पढाउँछु तपाईँहरूलाई होइन। यो खालि यो जानकारी मात्रै दिने हिसाबले चाहिँ होइन कि। त्यो जानकारीको लागि मात्रै तपाईँले अब गाइडेन्स नै बिना इन्टरनेटमा खोज्नुहोस् होइन। अनि बुकहरू पनि धेरै छन्, त्यो पढेर चाहिँ तपाईँले त्यो ज्ञान हासिल गरिहाल्नुहुन्छ नि होइन। तर यहाँ कलेजकै मुख्य विशेषता भनेको तपाईँलाई प्र्याक्टिसमा चाहिँ नि गाइड गर्ने हो, हामीले प्र्याक्टिसै गर्नको लागि चाहिँ गाइड गर्ने हो कि। त्यही भएर यहाँ सबैभन्दा पहिले चाहिँ नि कि बुद्धिस्ट आइडियोलोजीमा चाहिँ नि तपाईँले चाहिँ यो बुद्ध धर्म प्र्याक्टिसै गरेर अगाडि बढ्नु हो भने चाहिँ नि त्रिशरण गमन नै नलिकन चाहिँ नि अब होइन तपाईँले कुनै पनि हालतमा त्यो प्र्याक्टिस गर्न सक्नुहुन्न। चाहे तपाईँले यो श्रावक्यान अथवा थेरवाद प्र्याक्टिस नै किन नगर्नुहोस्, त्यसको लागि पनि त्यो सबैभन्दा पहिले बुद्धको शरणमा जानै पर्छ, धर्मको शरणमा जानै पर्छ र सङ्घको शरणमा जानै पर्छ कि। त्यो नभइकन, त्यसो नगरिकन तपाईँले यु डु नट ह्याभ एनी पासपोर्ट अर लाइसेन्स टु प्र्याक्टिस बुद्धिज्म होइन। त्यो चाहिँ नि त्यो गर्न सक्नुहुन्न। नलेज त अब हासिल भइहाल्छ जहाँबाट पनि होइन। अब यो हामीले पछि पढाउँछौँ किन भगवान् बुद्धको शरणमा हामीले किन शरण लिनुपर्ने, भगवान् बुद्धको किन हामीले शरण लिनुपर्ने, धर्मको किन शरण लिनुपर्ने र सङ्घको किन शरण लिनुपर्ने भन्ने कुरा पनि हामी यसमा डिस्कस गर्छौँ होइन। तर महायान वेबाट होइन। अब उता थेरवाद कलेजमा श्रावक्यान वे अथवा थेरवाद एप्रोचबाट चाहिँ नि पढाइन्छ भने यहाँ महायानी एप्रोचमा चाहिँ नि होइन त्यसको चाहिँ पढाइ हुन्छ, त्रिशरण गमन पनि। त्यहाँ पनि सुरुमा त्यही प्र्याक्टिस गर्नुको लागि त्रिशरण गमन नै आवश्यक पर्ने हुन्छ कि होइन। यो प्र्याक्टिकल्ली पोइन्ट अफ भ्यूमा भन्दैछु कि होइन। अब यो हामीले किन अब भगवान् बुद्धको शरण नलिकन हामीले प्र्याक्टिस गऱ्यौँ भने हामी चाहिँ नि अफ ट्र्याक हुन्छौँ, हामी अब बाटो बिराउँछौँ होइन। हामीले चाहिँ अब जुन लक्ष्य हामीले प्राप्त गर्नुपर्ने हो त्यो लक्ष्य चाहिँ प्राप्त गर्दैनौँ। त्यसको मतलब अब यहाँ हामीले यो जसरी भए पनि होइन कर कापमा पारेर कसैलाई बुद्धको शरणमै होइन यो शरण लिन बाध्य पार्ने त्यो किसिमले पनि हुन्छ, आफैले रियलाइज गर्ने हो कि होइन। मैले यो संसारमा म के गर्दैछु होइन, यो संसारबाट साँच्चै म चाहिँ नि
संसारमा म सुखी 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 दुखी छु हैन। संसारमा म साँच्चै कि संसारको अर्थ के हो? यो जन्म मरणको अर्थ के हो? रहस्य के हो? त्यसले त्योबाट बचाउने को हो हैन? परमार्थ रूपमा भने मतलब पूर्ण रूपमा चाहिँ त्यो जन्म र मृत्युबाट मलाई बचाउने व्यक्ति छ कि छैन यो संसारमा? खोज्नुपर्छ तपाईँ आफैले के हैन। अनि खोज्दा 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 तपाईँले अन्ततोगत्वा एकजना त्यस्तो व्यक्तिलाई भेटाउनुहुन्छ जसलाई चाहिँ नि बुद्ध भनिन्छ। बुद्धको मात्रै शरण लिएर पुग्दैन, फेरि बुद्धले केही पनि गर्न सक्नुहुन्न कि उहाँले बताउनु भएको धर्मको शरण लिनुपर्छ। धर्मको मात्रै शरण लिएर तपाईँ प्र्याक्टिसै गर्नु भएन भने केही सिप लाग्दैन, केही फाइदा हुन्न कि तपाईँले त्यो प्र्याक्टिस नै गर्नुपर्छ। प्र्याक्टिस गर्नुको लागि वातावरण चाहिन्छ हैन। किनकि तपाईँ अब त्यो नराम्रो सङ्गतमा चाहिँ नि तपाईँ पढ्नु भएको छ, तपाईँले अब जतिसुकै बुद्ध धर्म प्र्याक्टिस गरे पनि तपाईँको मनै जाँदैन के। तपाईँको मन चाहिँ नि अब एकदमै अब दूषित हुन्छ अरू यस्तो सङ्गतले गर्दाखेरि कि सङ्गत गुनाको फल भन्छ नि हैन। त्यही भएर सङ्गत नै हो यो। सङ्ग भनेको त्यस्तो हो कि जहाँ तपाईँले धर्म भगवान बुद्धले बताउनु भएको धर्मलाई प्र्याक्टिस गर्ने एउटा एकदमै यो उपयुक्त हैन, उपयुक्त वातावरण चाहिँ त्यहाँ प्रचुर मात्रामा चाहिँ हुन्छ जिन्दगीभर नै हैन। तपाईँ खराब सङ्गतमा कुनै पनि हालतमा लाग्नुहुन्न। संसारबाटै तपाईँ मुक्ति चाहनुहुन्छ भने हैन, संसारिक मान्छेहरूको सङ्गत गरेर तपाईँले कुनै पनि हालतमा त्यो हासिल गर्न सक्नुहुन्न। र त्यो संसारबाट मुक्ति चाहने व्यक्तिहरूले जुन प्र्याक्टिस गर्दैछन् हैन, त्यही प्र्याक्टिस सेयर गरेर तिनीहरूसँगै तपाईँले जीवन बिताउनु पर्ने हुन्छ, तिनीहरूसँगै तपाईँ घुलमिल हुनुपर्ने हुन्छ। त्यसलाई नै सङ्ग भन्छ। त्यही भएर बुद्ध धर्ममा त्यो त्रिशरण गमनको चाहिँ कुरा छ। अनि अर्को कुरा के हो त के हो भनेखेरि महायानको चाहिँ नि मुख्य उद्देश्य भनेको के हो? हामी सबै त्यो सुन्दाखेरि अलि अचम्मै लाग्ला हैन। हिजो पनि एउटा कुरा आयो, बुद्ध धर्म अभ्यास गर्नु अथवा बुद्ध धर्म सिक्न जानु भनेको जोगी हुनु रे। यो जस्तो एकदमै अब भनौँ न अब जेरो लेभलको अन्डरस्ट्यान्डिङ हो यो चाहिँ हैन। बुद्ध धर्म यसो हेर्दाखेरि सबै बिच्छोहरू देखिन्छ हैन, संसार त्यागेका अलिअलि इन्फर्मेसन छ, लिटल नलेज इज डेन्जरस हैन। तर यहाँ आएर हेर्नुहोस् न, यहाँ कस्तो त्यो छ। बुद्ध धर्म 3 प्रकारका व्यक्तिहरूले फलो गर्छन्, प्र्याक्टिस गर्छन्। एउटा भिक्षुहरूले, अर्को गृहस्थीहरूले, अनि लास्ट योगीहरूले। तपाईँले गृहत्याग नै गर्नुपर्ने छ भने छ र मनले गृहत्याग गर्ने हो कि यसमा। मनले चाहिँ यो सांसारिक विषयवस्तुहरू मनलाई चाहिँ अब तारा राख्न सके बुद्ध धर्मको लागि यु आर क्वालिफाइड प्र्याक्टिस न। खालि यो अब हो भिक्षु हुने छ एउटा हैन, त्यो पनि एउटा लाइफस्टाइल हो। अर्को लाइफस्टाइल चाहिँ नि यो गृहस्थी लाइफस्टाइल हो कि गृहस्थी भइकन पनि कतिजना मान्छेहरूले त्यो ज्ञान प्राप्त गरेका छन्। तर यहाँ चाहिँ यो बुद्धत्व नै प्राप्त गर्ने कुरा गरिन्छ कि त्रिशरण गमन किन गरिन्छ भन्दाखेरि अब त्रिरत्नमा किन शरण लिइन्छ भन्दाखेरि तिनीहरूलाई त्रिरत्न भनिएको छ कि किनकि त्यो एउटा रत्न भन्दा पनि एकदम बहुमूल्य चिज हो, अमूल्य चिज हो कि जसले गर्दा तपाईँलाई त्यो संसारबाट तारेर हैन बुद्धत्वसम्मै लैजाने एउटा हैन द्वारको रूपमा चाहिँ त्रिशरण गमनलाई चाहिँ लिइन्छ। अनि त्यसको लागि अब यहाँ कस्तो छ भन्दाखेरि सेकेन्डमा पञ्चशील भनेको छ कि पञ्चशील चाहिँ तपाईँले अब गृहस्थीहरू हैन यहाँनिर आउँछ। यहाँ तपाईँले यो अब भिक्षु नै हुनुपर्ने अथवा हैन पुरै त्याग गरेर त्यो गर्नुपर्ने हैन, त्यो कुरालाई चाहिँ नि अब हामीले अब यसरी बुझ्नुपर्छ। भगवान बुद्धले दुवै थरी अब व्यक्तिहरू भनौँ न, एउटा भिक्षु वर्ग, अर्को चाहिँ नि यो गृहस्थी वर्गहरूलाई चाहिँ नि हैन शिक्षा दिनुभएको छ कि अब गृहस्थी वर्गहरूले कमसे कम अरू केही गर्न नसके पनि कमसे कम यी 5वटा शीलहरू पालन गरे पुग्छ हैन। कमसे कम के त्यो 5वटा शील पालन गरून् भनेकै तपाईँले सधैँ अब धर्म अभ्यासमा चाहिँ तपाईँ स्थित रहनुहुन्छ कि तपाईँ कुनै पनि हालतमा यो धर्मबाट बाटो बिराउनुहुन्न। पञ्चशील भए पनि पालन गर्नु कमसे कम, अरू गर्न नसके पनि त्यति पनि गर्न सक्दैन भने त अब के भन्ने अब हैन। आफ्नै यो के अरे उसलाई चाहिँ उसकै बाटोमा चाहिँ छोडिदिन्छ। साँच्चै यहाँ एउटा कुरा के छ भने हामी साँच्चै यो संसारबाट मुक्ति चाहन्छौँ कि चाहँदैनौँ कि मुक्ति नै चाहने यो प्र्याक्टिस गर्ने र नगर्ने पनि त्यसमा भर पर्छ कि संसारबाट साँच्चै मुक्ति चाहने र सबै प्राणीहरूलाई पनि उनीहरूलाई पनि उद्धार गर्ने हैन, उनीहरूले पनि दुःखबाट मुक्त गर्ने
त्यो इच्छा छ भने हामी यहाँ यो प्र्याक्टिसमा चाहिँ लाग्छौँ होइन खालि केही यो विद्वान हुनुको लागि हो होइन केही जानिराखौँ न के भयो त होइन भने त्यस्तो हिसाबले गर्ने हो भने तपाईँ पनि अब साँच्चै भन्नुपर्ने हो किनकि यहाँ यो यो जुन बुद्धिस्ट स्टडिज चाहिँ तपाईँहरूले पढ्दै हुनुहुन्छ यसमा चाहिँ तपाईँलाई म एउटा के अनुरोध गर्न चाहन्छु भनेखेरि तपाईँले पहिला सिकेका तपाईँसँग भएका पुराना पूर्वाग्रहहरू जति पनि छन् होइन धर्मसँग सम्बन्धित ती सबैलाई अब अहिले टेम्पोरली चाहिँ नि होइन यो परुन्जेल मात्रै भए पनि त्यो चाहिँ नि फाल्नुहोस् कि होइन त्यसले गर्दाखेरि तपाईँलाई सहजता हुन्छ पछि बुझ्नलाई के नत्र पहिल्यैदेखि नै अब आफूसँग भरि भराउ छ भने होइन पूर्वाग्रहहरू तपाईँले कुनै पनि हालतमा चाहिँ त्यो अब मनै चाहिँ नि अब खुल्ला छैन भने त्यहाँ मन खाली छैन भने त्यसमा कुराहरू कसरी होइन त्यसमा अट्न सक्छ एउटा उदाहरण दिएको छ कि 3वटा भाँडो होइन एउटा भाँडो चाहिँ नि त्यो पाल परेको भाँडो के त्यसमा तपाईँले जतिसुकै पानी राख्नुहोस् होइन पानी हाल्नुहोस् त्यो त्यसमा अड्दै अड्दैन कि त्यो चुहेर होइन त्यो भाँडो चाहिँ खालीको खाली नै हुन्छ रित्तोको रित्तै होइन अर्को भाँडो कस्तो भन्दाखेरि घोप्तो भाँडो के तपाईँ एक कानबाट सुन्नुहुन्छ अर्को कानबाट ओढाउनुहुन्छ भने पनि त्यो अब तपाईँले के पनि बुझ्नुहुन्न त्यो चाहिँ नि अब खालि फर्मालिटी मात्रै पुरा गर्ने हो कि होइन अड्दै अब ल मैले त एमए पढ्दैछु बुद्धिज्ममा तर के सिक्नुभयो तपाईँले भने भन्दाखेरि केही पनि छैन जेरो होइन त्यो अर्को चाहिँ नि त्यो बिख भएको भाँडो के बिख भएको भाँडो भनेको चाहिँ नि कस्तो भन्दाखेरि पूर्वाग्रहसहित यो बुद्धिस्ट स्टडिजलाई चाहिँ एप्रोच गऱ्यौँ भने हामीले अब किनकि यो यसमा चाहिँ नि कतिपय कुराहरू अब अपाच्य हुन्छ कि कमसे कम फर द टाइम बिइङ होइन यो स्टडी गर्दाको समयमा मात्रै भए पनि यो पूर्वाग्रहहरूलाई चाहिँ हामीले होइन पूर्वाग्रहहरूबाट आफ्नो मनलाई मुक्त गर्नुपर्छ भन्ने त्यो छ कि अनि मात्रै अब पछि यो स्टडी सकेपछि चाहिँ तपाईँहरू फेरि त्यही पूर्वाग्रह राख्ने त्यो स्वतन्त्रता छ होइन त्यसमा कसैलाई चाहिँ त्यो करवाद पनि हुने कि तर अलिक सहजताको लागि भन्न खोजेँ हामीले होइन यो 3 प्रकारको भाँडोबाट हामीले सधैँ आफूलाई चाहिँ नि होइन त्यस्तो नेचरबाट मुक्त गर्नुपर्छ भनिन्छ कि त्यही भएर यहाँ गृहस्थीहरूलाई पनि धर्ममा राखिराख्नको लागि यो सबै किन गरिन्छ भन्दाखेरि भगवान् बुद्धले ल 10 कमान्डमेन्ट्स जस्तो होइन र तैँले चाहिँ यो फलो गर्नै पर्छ नत्र नरकमा जाला होइन त नरकमा जान्छस् भनेर त्यस्तो कहिले पनि डराउनुहुन्न कि यदि मुक्ति चाहन्छौ भने आफू र अरूलाई अनि आफू मुक्त भएर अरूलाई पनि त्यो मुक्ति दिन चाहन्छौ भने होइन तिमीहरूले यो अभ्यास गर्नै पर्छ होइन भने ठिकै छ जसरी जिन्दगी बिताइरहेका छौ होइन जसरी बाँचिरहेका छौ त्यसैमा तिमीहरू सुखी छौ भने ल ठिकै छ मेरो भन्नु केही छैन होइन भनेर भन्नुहुन्छ भगवान् बुद्ध कि होइन एकदमै लिबरल्ली खासै केही त्यस्तो कर काप चाहिँ छैन कि तर साँच्चै मुक्ति नै चाहन्छौ भने हामीले त्यो गर्नुपर्छ होइन हो तपाईँले पिएचडी पास गर्नु छ भने त्यो केही फर्मालिटिजहरू होइन अब स्टडिजहरू चाहिँ होइन अथवा रिसर्चलाई चाहिँ अगाडि बढाउनै पर्छ होइन पिएचडी गर्न चाहनुहुन्न भने ठिकै छ अब केही रिसर्चहरू गर्नै पर्दैन होइन अब आफ्नो खुसी भनेर त्यस्तो छ नि त्यो प्राकृतिक ल नै हो कि यस्तो हो कि तर तपाईँ साँच्चीकै मुक्ति चाहनुहुन्छ भने र अरूलाई पनि त्यो मुक्ति भनेको यहाँ बुद्धत्वलाई भन्न खोजे भगवान् बुद्ध आफू बुद्ध हुनुभयो अरूलाई पनि बुद्ध नै बनाउन चाहनुहुन्छ होइन भनेपछि तपाईँ बुद्ध नै हुनुहुन्छ भने बुद्ध हुने तपाईँको इच्छा छ भने र अरूलाई पनि बुद्ध भनेको सबैभन्दा ठुलो सुख के अरूलाई पनि यो बुद्धत्वकै सुख चाहिँ तपाईँले दिन चाहनुहुन्छ भने तपाईँले यो सबै प्र्याक्टिसेसहरू गर्नै पर्छ कि होइन पञ्चशीलमा चाहिँ 5वटा शील नर्मली सबैले थाहा नै भएको हो त्यो चाहिँ हामी मायन पर्सपेक्टिभबाट हामी स्टडी गर्छौँ होइन जस्तै कि अब त्यो होइन चोरी नगर्ने होइन झुटो नबोल्ने छ नि 5वटा शील होइन यो कुनै पनि यो त्रिशरण गमन अथवा यो शरण लिएपछि चाहिँ यो हामीले यो कमिटमेन्टको रूपमा यो 5वटा शील गृहस्थी भए यो पालन गर्नै पर्छ अनि व्यभिचार नगर्ने होइन त्यस्तो अब के अरे हत्या नगर्ने सबैभन्दा पहिले नै आउँछ त्यो हिंसा नगर्ने कि यो हिंसा नगर्ने मलाई पर्दैन यो चाहिँ म ठिकै छ होइन त्यो छ भने अब त्यस्तै मात्रै हो अघि मैले भने नि होइन यो प्र्याक्टिस नै गरेर जाने हो भने एउटा शर्त छ कि प्र्याक्टिस नै गर्ने हो भने चाहिँ नि यो हिंसा चाहिँ नि सबैभन्दा पहिले त्याग्नै पर्छ होइन अनि त्यसपछि चोरी नगर्ने त्यसपछि चाहिँ नि झुटो कुरा नबोल्ने होइन त्यसपछि व्यभिचार नगर्ने र अनि मादक पदार्थ त्यो पनि यो हामीलाई चाहिँ एकदमै लत्थ पार्ने होइन होसै हराउने किसिमको चाहिँ त्यो छ नि होइन
होसै त्यो हराउनमा चाहिँ नि मद्दत गर्ने त्यस्ता कुनै पनि कुराहरू हामीले चाहिँ गर्नु हुँदैन भनेर यो सुरा मेरे मद्दत थाना वेर मनि सिकापुरम समाजन भनेको छ कि यो 5वटा सिललाई चाहिँ हामीले यो मायन पर्सपेक्टिभबाट हामीले अध्ययन गर्नेछौँ। त्यसपछि हाम्रो यो दुर्लभ मनुष्य शरीर आउँछ कि यो दुर्लभ मनुष्य शरीर हामीलाई लाग्दो हो हामीले यो अब मनुष्य भएर जन्म हामी चाहिँ नि जन्मिया छौँ होइन एकदम सजिलै छ यो चाहिँ नि अब मनुष्य हुने त्यति गाह्रो पनि लाग्दैन जस्तो लाग्छ हामीलाई होइन मनुष्य हुन पनि एकदमै सजिलै छ भन्दा तर होइन हामी बुद्धिस्ट स्टडिजभित्र छौँ होइन अहिले एउटा बुद्ध धर्ममा चाहिँ नि यो मनुष्य भएर जन्मनको लागि धेरै धेरै पहिला पुण्य आर्जन गरेर आएको हुनुपर्छ कि त्यो मान्छेले मनुष्य भएर जन्मनलाई होइन धेरै धेरै कल्पसम्म चाहिँ नि होइन बल्ल यो मनुष्य भएर हामी मनुष्य जन्म चाहिँ नि पाइन्छ सिटीमिटीमा पाइने त्यो जन्म होइन कि त्यही भएर यो जन्मलाई सार्थक बनाउने हो भने हामीले यो शरण गमन लिएर यो बुद्ध धर्मको अभ्यास गर्नै पर्छ भन्ने छ। बुद्ध धर्मभित्र त्यसो भनिन्छ कि होइन गर्नै पर्छ नत्र त्यो एक दिन हामी मरेर जान्छौँ त्यसपछि अब कतिपयले चाहिँ यो खालि यो जन्म मात्रै हो अर्को जन्म छैन तर साँच्चै हो ठुल्ठुला ज्ञान प्राप्त व्यक्तिहरूले झुटो बोल्दैनन् कि र हाम्रो आफ्नै त्यो आफू कति ज्ञानी छौँ हामी होइन हामीले चाहिँ अब कति ज्ञानी छौँ कति हामी चाहिँ नि अब त्यो के अरे हामी मुक्त त भइसकेका छैनौँ नि तर हामीले के धारणा बनाउँदै हिँड्छौँ भन्दाखेरि यो जन्म मात्रै हो यो जन्म सकेपछि चाहिँ नि सकियो कुनै पनि जन्म छैन भन्न थाल्छौँ कि साँचो हो र यो आफैले एकचोटि हामीले चाहिँ नि यो एनालाइसिस गरेर हेर्नुपर्छ साँचो मैले साँच्चीकै त्यो कुरा कसरी मैले त्यसमा विश्वास गर्न पुगेँ होइन मैले अनि साँच्चै त्यस्तो हो र नत्र ज्ञान प्राप्तहरूले त्यसै भन्दैन होला ज्ञान प्राप्तहरूको कुरा सुन्यो हो भने यो जन्म मात्र होइन अरू जन्महरू पनि छन् कि त्यही भएर अब यो हामीले यो जन्म मात्रै हो भनेर त्यतिकै केही पनि नगरिकन होइन अरू जन्ममा पनि हामी सुखी भएर नै बाँच्न चाहन्छौँ भने यो जन्ममा हामीले यो यस्तो माइन्ड ट्रेनिङ गर्नैपर्छ। माइन्ड ट्रेनिङ भनेको यो धर्म अभ्यास गर्नैपर्छ होइन अनि मात्रै हाम्रो यो दुर्लभ मनुष्य शरीर सार्थक हुन्छ भन्ने कुरा छ। यो पनि बारेमा हामी चर्चा गर्छौँ होइन अनि संसार र निर्वाणको बारेमा चर्चा गर्छौँ कि बुद्ध धर्ममा चाहिँ नि अब संसार भनेको के हो निर्वाण भनेको के हो संसार भनेको यो दुःखको सागर हो होइन संसार भनेको दुःखको सागर हो हामी जन्मनुपर्छ मर्नुपर्छ कहिलेदेखि यो सिलसिला चल्दैछ होइन भन्दाखेरि अनादिकालदेखि यो चल्दै आएको छ कि अनि कति दुःख पाउँछौँ हामीले होइन त्यो दुःखबाट साँच्चै मुक्ति चाहन्छौँ भने त्यो मुक्तिको अवस्थालाई निर्वाण भनिन्छ। त्यो निर्वाण प्राप्त गर्ने नै बुद्ध धर्मको मुख्य लक्ष्य हो कि मायन अनुसार चाहिँ त्यो निर्वाण भनेको बुद्धत्व प्राप्त गर्ने हो होइन त्यसको बारेमा पनि हामी चर्चा गर्छौँ। त्यो सबै चाहिँ नि अब हाम्रो एक घन्टाको मात्रै क्लास हुन्छ कि अनि मध्यम प्रतिपदा भनिन्छ कि अर्को के हो भन्दाखेरि यता तपाईँले बुझ्नै पर्छ बुद्ध धर्ममा चाहिँ नि कुनै पनि ईश्वरको कुरा गर्दैन शिष्टकर्ता भन्ने हुँदैन आत्माको पनि कुरा गर्दैन होइन यो चाहिँ नि जानिराख्नुपर्छ है यो चाहिँ नि एकदमै मन्त्र नै हो यो। अनि सृष्टिकर्ता छैन भने कसले हामीलाई चाहिँ यो सृष्टि गरेको हो त भन्दाखेरि आफ्नै कर्मले होइन हाम्रो आफ्नै कर्मले जे कर्म गर्छौँ यसमा त्यो भगवान ईश्वरको कुनै पनि हात हुँदैन कि आफ्नै हात हो कि अत्तै अत्तन नाथ भनिन्छ आफ्नो नाथ आफै हो आफ्नो ईश्वर आफै हो हामी आफै हौँ होइन त्यही भएर यसमा चाहिँ ईश्वरको कुरा आउँदैन। अनि त्यो हामीले आफ्नो कर्म आफै बनाउँछौँ राम्रो कर्म गर्नुहोस् राम्रै फल पाइन्छ सुगति पाइन्छ नराम्रो काम गर्नुहोस् पाप गर्नुहोस् होइन दुर्गति भोग्नुपर्ने हुन्छ त्यस्तो कुरा हो कि। अनि यहाँ कुनै पनि चिज चाहिँ नि अब कुनै अब यो मध्यम प्रतिपदा पनि यहाँ बुद्ध धर्मको मुख्य शिक्षा कसरी हामीले लिँदै जानुपर्छ भन्दाखेरि शील समाधि प्रज्ञा भन्ने हुन्छ कि होइन यता हामीले आफूले यो शील गृहस्थी भए चाहिँ हामी पञ्चशील चाहिँ पालन गर्न सक्छौँ। त्यसमा पनि अब कहिलेकाहीँ त्यस्तो व्रतहरू बस्ने बेलामा चाहिँ नि 8वटा शील हुन्छ होइन त्यो पालन गर्नुपर्ने हुन्छ। यदि हामी भिक्षु भए चाहिँ नि त्यो छ परम्परा अनुसार फरक हुन्छ होइन बौद्ध परम्परा अनुसार पनि कसैले अब 227वटा शील पालन गर्नुपर्ने हुन्छ भिक्षुनीहरूले चाहिँ 311वटा त्यो सबै छन् कि। अनि शील पालन गरेपछि मात्रै हामी समाधिमा बस्न सक्छौँ मेडिटेसनमा होइन यो मुक्तिको लागि त चाहियो नि होइन यो 3वटा चाहिँ नि यो खुर्किला। अनि समाधिमा बसेर हामीले त्यसमा चाहिँ नि अब 2टा कुराहरू चाहिँ हामीले हासिल गर्छौँ कि एउटा प्र्याक्टिस गर्छौँ एउटा समथ भनिन्छ कि
मनलाई चाहिँ शान्त बनाइराख्ने, एकाग्र बनाइराख्ने एउटा भयो। एकाग्र भएपछि मात्रै हामीले त्यो जुन संसारको सत्य हो त्यसलाई जस्ताको तस्तै देख्न सक्छौँ, मनलाई जस्ताको तस्तै हेर्न सक्छौँ। एउटा म उदाहरण मात्रै दिउँ भनेपछि अब के अरे यो संसार साँच्चै ईश्वरले सृष्टि गरेको हो कि हाम्रो आफ्नै कर्मले गर्दा चाहिँ यो संसार सृजना भएको हो कि हैन? अनि संसारमा चाहिँ नि संसारको रियल वास्तविकता के हो, प्रज्ञा के हो, त्यहाँ हामीले चाहिँ बुझ्न थाल्छौँ। त्यसलाई विपसना भनिन्छ हैन? अनि आफ्नो आफू आफ्नो पनि रियल अवस्था के हो, सत्य के हो त्यो पनि बुझ्न थाल्छौँ हामी हैन? अनि त्यो चाहिँ नि अब यो शील पछि समाधि हुन्छ। अनि समाधिपछि बल्ल हाम्रो चाहिँ यो प्रज्ञा, संसार र हामी आफ्नै सत्यलाई चाहिँ हामी चिन्छौँ। त्यसलाई चाहिँ यहाँ मिडल वेको रूपमा चाहिँ हामीले पछि व्याख्या गर्छौँ, शील समाधि र प्रज्ञाको हैन? अनि अर्को सेकेन्ड युनिटमा चाहिँ हामी 4 आर्य सत्यको बारेमा चाहिँ चर्चा गर्छौँ। 4 आर्य सत्य यो मायन स्ट्यान्ड पोइन्टबाट भनेपछि संसारमा चाहिँ नि अब एकदम सर्टकटमा भन्नुपर्दा संसारमा दुःखहरू छन् हैन? धेरै दुःख छन्। तर हामी कतिपयलाई चाहिँ लाग्दो हो, म त सुख साथ बाँचिरहेका छौँ अहिले, कहाँ दुःख छ र भनेर हुन्छ। त्यही भएर हामी सबैले यो प्र्याक्टिकल्ली जानुपर्ने भएर यहाँ प्र्याक्टिस ओरिएन्टेड अनुसार प्र्याक्टिस ओरिएन्टेड भएर नै हामीले चाहिँ यो पढ्ने हो यो सबै सम्पूर्ण टपिक हैन? हामी साँच्चै हाम्रो नलेजको स्तर कस्तो छ? हामी साँच्चै ज्ञानी छौँ कि छैनौँ? हामी साँच्चै हामीले चाहिँ यो त्यो दर्शन हामीले यो त्यस्तो ज्ञान प्राप्त गरिसकेका छौँ कि छैनौँ? त्यो आफैले सोध्नुपर्छ कि आफैले हैन? यदि साँच्चीकै हामी ज्ञानी छौँ भने ल ठिकै छ, हामीले जुन यो विश्वासहरू अहिले हैन लिइरहेछौँ नि त, त्यो सबै साँचो हो। यदि हामी ज्ञानी छैनौँ भने त्यो सबै झुठो हो भन्न थाल्नुपर्छ कि। त्यही भएर भगवान बुद्धहरू हैन र अरू बोधिसत्व भनिन्छ कि बुद्धत्वको मार्गमा लागिरहेकाहरूलाई अनि अरहतहरू भनिन्छ, निर्वाण प्राप्त भइसकेकाहरूलाई। उहाँहरूले भनेको चाहिँ नि साँच्चीको सत्य हो र म आफू झुठो हो भने उहाँहरूको चाहिँ नि मैले जसरी भए पनि पालन गर्नै पर्छ, जसरी भए पनि उहाँहरूको अनुसरण गर्नै पर्छ। त्यो लोजिकल कुरा हो कि हैन? किनकि म आफू चाहिँ नि म ज्ञानी हो। अहिले मैले ज्ञान प्राप्त गरेको छैन हैन? त्यही भएर मेरो जति पनि विश्वासहरू छन् त्यो सबै झुठा हुन्। उहाँहरूको चाहिँ मैले फलो गर्नुपर्छ भनेर यो संसारमा यो चतुर्आर्य सत्य चाहिँ हामीले पढ्नै पर्छ। चतुर्आर्य सत्यमा चाहिँ नि अब यो 4वटा महत्त्वपूर्ण त्यो छ हैन? यी सबै के हो भन्दाखेरि अब हामीलाई चाहिँ नि ईश्वरले सृष्टि गरिदिएको होइन कि, न यहाँ आत्मा छ कि, सबै चाहिँ नि कर्म र फलबाट हुन्छ। र सबै यो कार्यकारणको नियमबाट हुन्छ हैन? इनपुट प्रोसेस आउटपुट विज्ञानले पनि मान्छ। विज्ञानको पनि त्यो छ नि हैन? एउटा सिद्धान्त इनपुट प्रोसेस आउटपुट। त्यसरी त्यही सिद्धान्त अनुसार नै त्यो सिद्धान्तलाई फलो गरेर नै वैज्ञानिकहरूले कति आविष्कारहरू गरिसकेका छन् अहिले हैन? त्यो अनुसार नै हामीले फलो गर्नुपर्ने हुन्छ। त्यो सत्य हो। सत्यतर्फ तपाईँ सत्यलाई नजरअन्दाज गर्ने हो भने आफ्नै धारणाहरू बनाएर बसे हुन्छ हैन? नभए सत्य चाहिँ हामीले जसरी भए पनि साक्षात्कार गर्ने हो भने यो चतुर्आर्य सत्य चाहिँ हामीले हैन? यो रियलाइज साक्षात्कार गर्नुपर्छ। यो संसारमा दुःख छ के, त्यो दुःख चाहिँ यो ईश्वरले गरिदिएको हो होइन, हामी आफैले बनाएको हो कि। सबै हेतुप्रत्ययको सिद्धान्तमा चल्छ यहाँ। हेतुप्रत्ययको सिद्धान्त के भने कारण छ, कारण भएको कारणले गर्दाखेरि हैन, कारणले गर्दाखेरि हामीले यो हैन त्यो कारणलाई हामीले पृष्ठपोषण गरेर त्यो फलमा परिणत हुन्छ। जस्तै कि हामीले बिउ रोप्यौँ कि, बिउ एकैचोटि यो बिरुवामा परिणत हुने होइन। बिउमा मलजल गरेपछि हैन, अब त्यसमा सबै कुराहरूको आवश्यकता छ, चाहिन्छ। जस्तै यो भनौँ न सनलाइट चाहियो हैन, मलजल अनि मलिलो माटो हुनुपर्छ। त्यो सबै प्रत्ययहरू चाहिँ नि त्यो सबैलाई प्रत्यय भनिन्छ कि। अनि मात्रै त्यो बिस्तारै त्यो टाइम चाहिँ नि चेन्ज हुँदै जाँदा अथवा टाइम बित्दै जाँदा त्यो एउटा त्यो परिपक्व बिरुवामा चाहिँ नि परिणत हुन्छ। नत्र यो बिउकै रूपमा रहन्छ हैन? त्यो सिद्धान्तमा चल्ने हो यो प्राकृतिक सिद्धान्त हैन? अब त्यही भएर यो दुःख पनि त्यसै भयो होइन, हाम्रै आफ्नै कर्मले गर्दा भएको हो भनेर यो 4 आर्य सत्यमा चाहिँ नि त्यस्तो हैन त्यो बताइएको छ। भगवान बुद्धले सबैभन्दा पहिले दिनुभएको उपदेश हो। यदि हामी यो दुःखबाट साँच्चै मुक्ति चाहन्छौँ भने उहाँले फेरि त्यस्तो पनि भन्नुभएको छ, यदि तपाईँ साँच्चै अहिले सुखी हुनुहुन्छ कि हुनुहुन्न आफैलाई सोध्नुहोस् हैन? होइन म दुखी नै छौँ
म दुखी नै छु भन्ने त्यस्तो आभास भएमा मात्रै हामीले यो 4 आर्य सत्य चाहिँ फलो गर्न सक्छौँ कि नत्र खालि अब यो सिक्ने बुझ्ने मात्रै हुन्छ। अनि यसमा यो दुःख छ भने धेरै जसोले पनि अब भगवान बुद्धलाई र बुद्धिस्टहरूलाई निराशावादी भन्छन् कि त्यस्तो होइन। यो साँच्चै भएकै कुरा हो, हामी नजरअन्दाज गरेर मात्रै हो। दुःख त यो चारैतर्फ फैलिएको छ नि, के तपाईँ मृत्युबाट तपाईँ के अरे छुटकारा पाउन सक्नुहुन्छ अहिले? हामी सबै मर्नै पर्छ के मर्ने मर्ने कुराबाट मृत्युबाट पनि छुटकारा दिने भनेको यो चार सत्य हो, यो ज्ञानले हो। जस्तै कि दुःख छ, केले गर्दा दुःख भइरहेछ हामीले यहाँनिर अब सोच्नुपर्छ कि यो ईश्वरले गर्दा दुःख, ईश्वरले त्यो गरिदिएको हो कि दुःख, होइन? हामी भन्छौँ नि मन्दिरमा गएर चाहिँ नि ल तपाईँमा म प्रति अलिकति पनि दया छैन, कस्तो तपाईँ, होइन? म दिनका दिन तपाईँको पूजा गर्छु, मलाई यति दुःख दिने तपाईँले भनेर हामी ईश्वरलाई चाहिँ हामी जथानाम गाली गरेर के होइन दोषारोपण गर्न जान्छौँ नि, होइन? त्यस्तो होइन। बुद्ध धर्म अनुसार होइन, एटलिस्ट एकर्डिङ टु बुद्धिस्ट टिचिङ यो हाम्रो आफैलाई दोष दिने हो, आफ्नै कर्मले दोष दिने हो कि हाम्रो कर्मले नै गर्दाखेरि त्यो भएको। किन भन्दाखेरि मेन हाम्रो यो यसको दुःखको मूल कारण पनि छ हाम्रो, होइन? अनि त्यो कारण भएको कारणले गर्दा त्यसलाई अन्त्य पनि गर्न सकिन्छ। अन्त्य भनेको चाहिँ यो निर्वाण हो कि। अनि त्यो त्यो निर्वाण कसरी प्राप्त गर्ने भन्दाखेरि यो शील समाधि प्रज्ञा आर्य अष्टाङ्गिक मार्गको बारेमा अलग्गै यहाँ व्याख्या पनि हुन्छ कि यो यसमा हामी डिटेलली चर्चा गरेर अगाडि बढ्छौँ, होइन? अनि त्यो चार आर्य सत्यको पनि अलिकति अब भनौँ न कम्प्युटरमा हामी यो कुनै पनि कुरा ठुलो पारेर हेर्नको लागि हामी जुम गर्छौँ, होइन? जुम आउट जुम इन भनेर हुन्छ। समुदय सत्य भने दुःखको मूल कारण समुदय सत्य, अथवा यहाँ टेक्निकली नै भन्नु पर्दाखेरि तृष्णा नै दुःखको मूल कारण हो भनेर हामीले भन्यौँ कि। भनेपछि यो त्यो तृष्णा कसरी उत्पन्न हुन्छ हाम्रो मनमा, होइन? अनि त्यो तृष्णाले गर्दाखेरि कसरी यो संसार क्रिएट हुन्छ, दुःखको सागर क्रिएट हुन्छ, उत्पन्न हुन्छ भन्ने एकदमै विस्तृत रूपमा बुझ्नको लागि फेरि हामीले प्रतीत्य समुत्पाद बुझ्नै पर्ने हुन्छ कि। प्रतीत्य समुत्पाद भनेको बुद्ध धर्मको एकदम अद्वितीय एउटा रियालिटीलाई, होइन, अथवा तत्त्व भनिन्छ। यो के अरे यो हाम्रो यथार्थलाई बुझ्ने एउटा उपदेश हो, त्यस्तो एकदम अचूक उपदेश कि। त्यो हेतु प्रत्यय र फल जुन त्यो इनपुट प्रोसेस आउटपुट भन्न सक्नुहुन्छ जनरली बुझ्ने हो भने, होइन? त्यसकै नियममा चल्छ यो। त्यसको बारेमा पनि हामी व्याख्या गर्छौँ है। यो जम्मै त्यसैको त्यो। अनि त्यसपछि चाहिँ एउटा फोर सिल्स अफ बुद्ध टिचिङ, भगवान बुद्धको उपदेश अरू धर्मभन्दा कसरी भिन्न छ भन्ने कुरा चाहिँ यहाँ हामीले बुझ्छौँ, सिक्छौँ। के भने यहाँ भगवान बुद्धको उपदेशमा सबै जति पनि हामीले देखिरहेका छौँ, भोगिरहेका छौँ, र हाम्रो आफ्नै मन पनि अनित्य छ अरे कि, होइन? यो पर्मानेन्ट छैन कि, चेन्जेबल छ। सधैँ यो परिवर्तन एकनासले परिवर्तन भइरहन्छ कि, यो नित्य छैन यो, होइन? अनि अरू के अरे सबै संस्कार दुःख अरे कि। जति पनि हामीले यो कर्मफलहरू कर्महरू बनाउँछौँ, होइन? यहाँ कर्म बनाउने भनेको यो हेतु प्रत्ययद्वारा चाहिँ हामीले, जस्तै कि अब भनौँ न तृष्णा गर्ने बित्तिकै यहाँ चाहिँ दुःखको मूल यो दुःख चाहिँ उत्पादन गर्ने त्यस्तो संस्कार बनाउँछौँ कि। त्यो कुराहरू हामी पछि बुझ्छौँ, होइन? अहिले भन्दाखेरि त्यति अब बुझ्न गाह्रो हुन्छ। त्यो कुराहरू चाहिँ हामी यहाँ सिक्छौँ कि। अर्को कुरा भने सबै हामीले जति पनि भोगिरहेका छौँ, संसार भोगिरहेका छौँ, हाम्रो आफ्नै मन पनि ती सबै अनात्मा छन्, शून्य छन् भन्ने त्यो कुरा पनि बुझ्छौँ कि, होइन? अनि सबैभन्दा ठुलो शान्ति भनेको यो सानो हाम्रो जति पनि हामीले यो संसारमा शान्ति चाहिँ प्राप्त गर्छौँ, त्यो शान्ति परम शान्ति होइन कि। परम शान्ति भनेको निर्वाण हो भनेर त्यहाँ भनिएको छ कि। यो हामी चाहिँ पढ्छौँ। अनि अब बोधिसत्व र बुद्धत्वको बारेमा पनि हामी पढ्छौँ। अब श्रावज्ञान भनिएको छ यहाँ, होइन? श्रावज्ञान भनेको यहाँ अहिले धेरै श्रावज्ञान परम्पराहरू छन्। त्यो मध्ये एउटा परम्परा चाहिँ नि थेरवाद परम्परा हो। त्यहाँ चाहिँ बुद्धत्वलाई कसरी लिइन्छ, बोधिसत्वलाई कसरी लिइन्छ, र महायानमा चाहिँ बुद्धत्व र बोधिसत्वलाई कसरी लिइन्छ। महायानको पनि स्मरण रहोस्, महायानको दुईटा हाँग छ, एउटा होइन पारमिताको हाँग र अर्को वज्रयान, होइन? त्यो दुइटै हामी चाहिँ नि स्टडी गर्ने कोसिस गर्छौँ यहाँ। यो हो युनिट सेकेन्ड। अनि युनिट थर्डमा चाहिँ अब कम्प्लिट महायानको चाहिँ प्र्याक्टिस चाहिँ यहाँ आउँछ कि, त्यसलाई प्रतिपत्ति भनिन्छ। यसको लागि तपाईँले एउटा किताब फलो गर्नुपर्ने हुन्छ। त्यो चाहिँ नि पहिला अब 8औँ 9औँ शताब्दीको आचार्य
हैन। नालन्दा र विक्रमशीलको बारेमा तपाईँ पछि पढ्नुहुन्छ। त्यहाँ पढाउने बौद्धाचार्य भनौँ हैन, उहाँको नाम चाहिँ नि कमलशील भन्ने उहाँको नाम हैन। उहाँले एउटा पुस्तक लेख्नु भएको छ भावनाक्रम, यो संस्कृतमा पनि छ। त्यही संस्कृत टेक्स्टमा आधारित गरेर हामीले यो 12वटा टपिकको बारेमा अध्ययन गर्छौँ हैन। सबैभन्दा पहिले मायन भनेको के हो, बोधिसत्व चाहिँ नि भनेको के हो, र बोधिचित्त भनेको के हो, त्यसको बारेमा हामी अध्ययन गर्छौँ हैन। आजले सरस्वती खालि यो सिलेबसको परिचय मात्रै हो, यो भित्र यसैको बारेमा चाहिँ हामी अध्ययन चाहिँ अहिले आजै चाहिँ गर्दैनौँ कि। यसमा चाहिँ यो 4 इमेजरेबल भनेको के हो, 4 अपरिमाण भनेको के हो, अनि सत्पारमिता जुन मायनको मुख्य अङ्गै हो हैन, त्यो भनेको के हो, अनि यो 4 मिन्स अफ ग्यादरिङ डिसाइपल्स, तत्त्व सङ्ग्रह वस्तु भनेको के हो, यो सबै मायन अभ्यास गर्नको लागि नहुने अपरिहार्य अङ्गहरू हुन् कि। ती भएन भने मायन पनि हुन्न। अनि बोधिसत्व मार्गहरू भनेको अब हामीले जसै हामीले अब हाम्रो यो शैक्षिक प्रणालीमा नर्सरीबाट केजीबाट हैन पढ्दै जाँदाखेरि हामी हाम्रो क्लास पनि ओभर लाग्दै जान्छ हैन। हुँदा हामी एससी परीक्षा दिन्छौँ, अनि त्यसबाट त्योभन्दा पनि माथि हामी स्टडी गर्दै जाँदाखेरि पिएचडीसम्मै गर्छौँ हामीले हैन। त्यो भने जस्तै यो बोधिसत्व मार्ग अथवा महायानमा पनि अभ्यास गर्दै जाँदाखेरि हाम्रो मार्गहरू पार गर्दै जान्छौँ कि। अनि लास्टमा जसमा जम्मा 5वटा मार्ग र 10वटा भूमिको बारेमा चर्चा गर्छौँ हामी यसमा हैन। अनि लास्टमा अन्ततोगत्वा हामीले बुद्धत्व प्राप्त गर्छौँ। यो बुद्धत्व भन्ने हामीले प्राप्त गर्न सक्छौँ, बुद्धत्व प्राप्त गर्न सक्छौँ यही जीवनमा पनि कि, तर प्र्याक्टिस चाहिन्छ। अनि अर्को के नि, निर्वाणको बारेमा हामी चर्चा गर्छौँ। निर्वाण त माथि पनि गइसकेको हो, तर निर्वाण चाहिँ बुद्ध धर्ममा 3 प्रकारका छन् कि। एउटा अरहतहरूले प्राप्त गर्ने निर्वाण, अर्को बुद्ध बोधिसत्वहरूले प्राप्त गर्ने निर्वाण, त्यसको बारेमा हामी चर्चा गर्छौँ। अप्रतिष्ठित निर्वाण भनेको बुद्ध बोधिसत्वहरूले प्राप्त गर्ने निर्वाण हो हैन। अनि त्यसपछि चाहिँ नि महायानमा हामीले यो महायान मार्गमा परेपछि हैन, हामीले अब प्र्याक्टिस गर्दै अगाडि जानुपर्छ। त्यसमा पुण्य सम्भार र ज्ञान सम्भार चाहिँ नि हामीले त्यो गर्दै अगाडि बढ्नुपर्छ। हुँदा हामीले त्यो पूर्ण रूपमा चाहिँ नि अब विकसित भएपछि हामी बुद्ध हुन्छौँ, त्यसको बारेमा पनि हामी चर्चा गर्छौँ। अनि त्यसपछि चाहिँ नि अब पुण्य सम्भार र ज्ञान सम्भार सँगै रिलेटेड प्रज्ञा र उपाय भन्ने छ कि। जस्तै कि हामीले यो महायानमा चाहिँ नि अगाडि बढ्नको लागि महाकरुणा एकदमै आवश्यक छ, अत्यन्त त्यो चाहिँ अपरिहार्य छ हैन। त्यस्तै प्रज्ञा पनि चाहिन्छ कि, प्रज्ञा पारमिता। त्यो दुईटैलाई चाहिँ नि हामी मिसाएर अगाडि बढ्ने कुरालाई नै यहाँ प्रज्ञोपाय अभिन्न भनिन्छ। त्यसको बारेमा पनि हामी बुझ्ने कोसिस गर्छौँ, छलफल गर्ने हैन, र पढ्ने कोसिस गर्छौँ। अनि क्लेश आवरण र ज्ञ आवरणको बारेमा अब उता क्लेशहरूलाई नष्ट गर्नु नै निर्वाणको बाटो हो भनिन्छ हैन। अनि बुद्धत्व प्राप्तिको बाटो भनेको सबै कुराहरूको बारेमा चाहिँ नि अब यथाभूत ज्ञान, जस्तो छ त्यस्तो ज्ञान चाहिँ नि प्राप्त हुनु हो। सर्वदर्शी भनिन्छ हैन। त्यो शून्यताको ज्ञान चाहिँ नि प्राप्त हुनु, त्यो दुईटैलाई मिसायो भने मात्रै हैन, अथवा त्यो दुईटैलाई मिसायो भने मात्रै हामी बुद्धत्व प्राप्त गर्न सक्छौँ। अथवा हामीलाई चाहिँ नि यो जुन हामी अहिले बुद्धत्व प्राप्त गर्न नसकेको मेन कारण हामीमा चाहिँ नि यो पर्दा छ कि, त्यो पर्दालाई आवरण भनिन्छ। त्यो एउटा क्लेशको आवरण छ, अर्को चाहिँ ज्ञेयको आवरण छ हैन। त्यो दुईटैलाई हटाएपछि मात्रै हामी चाहिँ बुद्ध हुन सक्छौँ भन्ने यो कुराको बारेमा हामी चाहिँ नि अध्ययन गर्छौँ। अनि के हो, हामी सबै तथागत हुन सक्छौँ, बुद्ध हुन सक्छौँ, किनभने हामी सबैसँग तथागत गर्व छ भन्ने कुराको हामी अध्ययन गर्छौँ। अनि त्यसपछि चाहिँ नि यो तथागत गर्व साक्षात्कार भएपछि हामी बुद्ध हुन्छौँ। अनि त्यसको बारेमा हामीले चाहिँ 3.10मा हामी चर्चा गर्छौँ हैन। अनि त्रिकाय भनेको चाहिँ नि के हो भन्दाखेरि अब बुद्ध भइसकेपछि हैन, हामीले पहिला सबै प्राणीहरूको हितको लागि म बुद्ध हुन्छु भन्ने जुन सङ्कल्प छ, त्यो बुद्धत्व प्राप्त भएपछि चाहिँ त्यो चरितार्थ हुन्छ कि हैन, पूर्णता लिन्छ त्यसले। अनि हामीमा चाहिँ नि दुईटा त्यस्तो, एउटै शरीर हो, एउटा प्राणीहरूलाई हित गर्ने शरीर, अर्को आफू बुद्धत्व हामी भइहालियो हैन। भनेपछि त्यो दुईटा शरीरले हामी प्राणीहरूलाई हित गरिरहन्छौँ। एउटा रूपकाय भनिन्छ, अर्को धर्मकाय भनिन्छ कि। त्यसको बारेमा हामी विस्तृत रूपमा चर्चा गर्छौँ। अर्को उपाय कौशल के भने भगवान बुद्धहरूले बोधिसत्वहरूले प्राणीहरूलाई हित गर्नलाई विभिन्न तरिकाहरू अपनाउनुहुन्छ कि। एउटा हाम्रो संस्कृतमा भन्ने चलन नै छ, सर्वप्रकारम जगतो हिताय भनेर कि। त्यो विभिन्न
उपायहरू युज गर्नेलाई नै यहाँ उपाय कौशल्य भनिन्छ। कोरोनाको कारणले गर्दाखेरि प्राणीहरूको दुःख देख्न नसकेर हैन उहाँहरूले त्यो विभिन्न यो उपायहरूद्वारा हित गरिरहनुहुन्छ। त्यो भयो हैन। अब यहाँ सरसर्ती यो माया अनि मेडिटेसन जुन छ त्यो बिल्कुलै फरक छ कि अहिलेसम्म हामीले यहाँ सिक्दै आएको मेडिटेसन भनेको यहाँ उता हैन जो त्यो विपसनाको ध्यान गरेर आउनुभएको छ हैन उहाँहरूले यो पाली परम्परामा आधारित ध्यान मात्रै हो। त्यसलाई जस्तो कि अहिले ठ्याक्कै नामै लिएर भन्नुपर्दाखेरि थेरवाद परम्परा अन्तर्गतको मेडिटेसन हो त्यो हैन। तर यहाँ हामी मायन मेडिटेसन चाहिँ प्र्याक्टिस गर्छौँ। प्र्याक्टिस भन्दा पनि हामी स्टडी गर्ने कोसिस गर्छौँ। प्र्याक्टिस त आफ्नो अब रुचिमा निर्भर हुन्छ हैन। साँच्चै यो पढेर प्र्याक्टिसै गर्न चाहने स्टुडेन्टहरू पनि होलान् हैन। उहाँहरूले चाहिँ प्र्याक्टिसै पनि गर्न सक्नुहुन्छ। अघि नै मैले भनिहालेँ हैन। त्यसको लागि हामी गुरु उपलब्ध गराइ के अरे गुरुसँग एउटा एक किसिमको सम्पर्क चाहिँ नि हामी हैन स्थापना गराइदिन्छौँ हैन। अनि उहाँहरूले त्यही बसेर पनि अब आफ्नो इच्छा हो हैन। त्यो सबै करै चाहिँ छैन। तर केही जानी पनि राख्न सक्नुहुन्छ। यो माया मेडिटेसन भनेको के हो हैन। यसमा चाहिँ अब हामीले यो मुख्यतया अघि भने मैले भावनाक्रम भन्ने ग्रन्थमा आधारित रहेर हामी यो माया मेडिटेसनको बारेमा हामी व्याख्या गर्छौँ। सबैभन्दा पहिले हामीलाई चाहिन्छ करुणा भावना कि मायाको चाहिँ मुटु नै हो यो करुणा भन्ने। त्यहाँबाट सुरु हुन्छ माया। अनि त्यसपछि चाहिँ चित्तोत्पाद भनेको कस्तो भन्दाखेरि सबै प्राणीहरूको लागि त्यही करुणाद्वारा अभिप्रेरित भएर हामीले सबै प्राणीहरूको लागि म बुद्धत्व प्राप्त गर्न चाहन्छु, उनीहरूलाई पनि बुद्धै बनाउन चाहन्छु भन्ने जुन सङ्कल्प छ त्यसलाई चित्तोत्पाद भनिन्छ। त्यसको बारेमा पनि हामी यही यो माइन्ड मेडिटेसनमै हामीले यहाँ एउटा कस्तो छ भने तपाईँहरूले पनि त्यो प्र्याक्टिस चाहिँ नि अलिअलि चाहिँ नि गर्नै पर्छ कि माइन्ड मेडिटेसन हैन। हिजो चाहिँ नि तपाईँहरूले भन्नुभयो नि यहाँ एउटा सेल्फ ट्रान्सफर्मेसनको लागि पनि हामी यहाँ पढ्न आएका हौँ भन्ने हिसाबले तपाईँले अब यो जुन यो सबै कोर्सेसहरू प्र्याक्टिकल्ली नै पढाइन्छ कि एकाडेमिकली पनि हो हैन। तर अरू विदेशमा जस्तो अन्य कलेजमा जस्तो हैन खालि यो त्यो जानकारी दिने हिसाबले मात्रै ट्युरिस्टहरूलाई चाहिँ बताउने हिसाबले मात्रै हैन, प्र्याक्टिस पनि गर्नैपर्छ हामीले। अनि मात्रै हैन यो पढेको कुनै सार्थकता पनि तपाईँले भेटाउनुहुन्छ। नभए अब सुगरताई मात्रै हुन्छ कि यो बुझेर अनि एमए सकेपछि तपाईँले तुरन्तै बिर्सनुहुन्छ। आखिर अनि तपाईँको साथीले सोध्यो कसैले सोध्यो भने के पढ्नुभयो तपाईँले के पनि थाहा छैन। त्यो हिँड्दैछ पाइला मेच्दैछ भन्ने त्यो उखान जस्तो हुन्छ कि हैन। अनि प्रतिपत्ति भनेको मेन प्र्याक्टिस हो। त्यसमा हामी मायन समर्थ ध्यानको प्र्याक्टिस गर्छौँ, मायन विपसना ध्यानको प्र्याक्टिस गर्छौँ। त्यसपछि सबैभन्दा गम्भीर टपिक प्रज्ञा पारमिता भन्ने छ कि हैन। अनि त्यसको बारेमा पनि हामीले यो खालि पढ्ने मात्रै होइन कि भावनामा नै कसरी गर्ने प्रज्ञा पारमिताको यसमा हामी आफू म भने पनि त्यसको अनात्माको चाहिँ हामीले यो मेडिटेसन बस्नुपर्छ, मेडिटेसन गर्नुपर्छ, भावना गर्नुपर्छ, ध्यान गर्नुपर्छ। अनि सबै हाम्रो जगतमा जति पनि हामीले देखिरहेका छौँ भगिरहेका छौँ ती सबैको वास्तविक रूप अर्कै छ हैन। त्यो जसरी हामी लिइरहेछौँ त्यस्तो चाहिँ छैन हैन भन्ने हिसाबले पनि हामी चाहिँ त्यसलाई शून्यता भनिन्छ। यसको पनि हामी भावना गर्छौँ कि। अनि यसको लागि हामीले केही किताबहरू चाहिँ नि अब प्रेस्क्राइब गरिदिएको छु। हुन त सम्भवतः तपाईँहरूले यो सबै किताबहरू पढ्नुहुन्न होला सायद हैन। तर म आफैले पनि प्रभावित गर्छु हैन। तर मेरो अघि नै भने मैले मेरो अब भनौँ न यसलाई अन्यथा नलिनुहोस् है। मैले यो सहजताको लागि म भन्दैछु। तपाईँले सबैभन्दा पहिले आफैले पढ्नुहोस् हैन अनि मात्रै क्लास सुरु गर्छौँ कि हामी हैन। त्यसो गर्दाखेरि सजिलो हुन्छ। किनकि यो विषय पुरै नौलो विषय जस्तो लाग्न सक्छ कि तपाईँहरूलाई हैन। त्यो कारणले गर्दाखेरि म अब सुरु गर्दाखेरि हामी त्रिशरण गमनबाट सुरु गर्छौँ। त्यसको लागि तपाईँलाई म यो गुगल ड्राइभबाट किताब सेयर गर्छु एउटा हैन। त्यो सबैभन्दा पहिले तपाईँहरूले पढ्नुहोस् हैन। अनि त्यही पढाइको आधारमा चाहिँ नि हामी अब नेक्स्ट क्लास चाहिँ नि लिन्छौँ कि। त्यसले गर्दाखेरि तपाईँमा त्यसको पूर्व जानकारी चाहिँ नि तपाईँमा भइसकेको हुन्छ कि। अनि अब तपाईँले बुझ्न पनि सजिलो हुन्छ। अनि त्यसको लागि म किताब एउटा के रिफर गर्छु भन्दाखेरि नारायण प्रसाद रिजालको यो महायान बौद्ध आदर्श भन्ने किताब एउटा हैन। अर्को चाहिँ नि यो नारायण प्रसाद रिजालकै अर्को किताब छ बौद्ध आदर्श भन्ने। त्यो दुईटा किताब म यो गुगल ड्राइभमा अपलोड गर्छु। अनि तपाईँहरू सबैको इमेल एड्रेस मलाई दिनुहोस्, म सेयर गर्छु कि हैन। अनि तपाईँले त्यो आज चाहिँ नि आज र भोलि चाहिँ त्यो पढ्नुहोस् हैन। त्यो सबै पढ्नु पर्दैन। त्रिशरण गमन भन्ने च्याप्टर छ त्यसमा, त्यो मात्रै पढ्नुहोस् कि हैन। त्यो अलिकति इन्टरेक्टिभ गर्न खोजेँ कि मैले हैन। अनि त्यसपछि हामी क्लास लिन्छौँ है 1 घन्टाको। अनि त्यसमा चाहिँ नि अब तपाईँले धेरै भिन्नता चाहिँ पाउनुहुन्छ कि
बुझाइमा हैन। नत्र त के भने हो सुरुमा चाहिँ प्रवेश गरेछ ल यति गाह्रो रहेछ यो सब्जेक्ट ल के गर्ने यस्तो चाहिँ फिलिङ नहोस् भन्ने हिसाबले हो के हैन। ल यति भन्दै आज मेरो यो प्रिलिमिनरी क्लास इन्ट्रोडक्टरी क्लास यहीँ टुङ्ग्याउन चाहन्छु। सबैले ध्यान दिएर सुन्नुभयो, धन्यवाद छ है सबैले। तीर्थ सर हुनु न कि क्या हो? म छु। धन्यवाद मिलन सर। आज हाम्रो पहिलो क्लास मिलन सरले पनि आफूले पढाउने विषयवस्तुको जानकारी विस्तृत रूपमा जानकारी दिनुभयो। यो भनेको सिलेबस बारेको जानकारी हो। हामी यो एक सेमेस्टर पढेमा 5-6 महिनाभित्रमा यति कुराहरू पढ्छौँ भन्ने जानकारी हो। यसबाट तपाईँहरूलाई अलिकति आउटलाइन नलेज भयो होला। मोटामोटी हाम्रो कोर्सको उद्देश्य के छ, डिजाइन कसरी गरिएको छ। सौभाग्यको कुरा यो कोर्स भर्खर डिजाइन भएको हो। किनभने यो सेमेस्टर प्रणाली सुरु भएको पनि 1 वर्ष एउटा सेसन गयो, यो दोस्रो एउटा ग्रुप गयो, यो दोस्रो ग्रुप हो। यो कोर्स डिजाइन गर्ने सरहरू पनि हाम्रै कलेजका सरहरू हुनुहुन्छ। यो फिलोसफीको कोर्स हाम्रो मिलन सरले नै डिजाइन गर्नेमा प्रमुख भूमिका निर्वाह गर्नुभएको हो। त्यस्तै यो आर्किटेक्चरको कोर्स पनि जुन सरले पढाउनुहुन्छ उहाँ सरले नै डिजाइन गर्ने काम गर्नुभएको हो। त्यसैले यो अध्ययन अध्यापनमा अलिकति व्यावहारिकता, राम्रो व्यावहारिकता आउँछ। सिलेबसको मर्म अनुसार नै तपाईँहरूले अध्यापन गर्नुहुनेछ। अब मैले तपाईँहरूलाई एउटा जानकारी दिनुपर्ने भनेको हाम्रो सेमेस्टर सिस्टममा इभ्यालुएसन मूल्याङ्कन कसरी हुन्छ त्यसको बारेमा पनि तपाईँहरूले जानकारी राख्नुपर्ने हुन्छ। यो के जाँच दिनुपर्छ, कुन बेला जाँच दिनुपर्छ, यो कुरा पनि थाहा पाइराख्नु पर्दछ। यो सेमेस्टर सिस्टममा 40% इन्टर्नल इभ्यालुएसन हुन्छ, 60% एक्सटर्नल इभ्यालुएसन हुन्छ। एक्सटर्नल इभ्यालुएसन भनेको लुम्बिनी युनिभर्सिटीले जाँच लिने 60% को हो, 60% मार्क। अनि 40% मार्क इन्टर्नल इभ्यालुएसन भनेर कलेजबाटै हुन्छ। कलेजमा सरहरूले नै त्यो जाँच लिएर नम्बर दिनुहुन्छ। अनि त्यो 40% नम्बरको क्राइटेरिया कस्तो छ भने 40% मा 5% एटेन्डेन्स, 100 मा 5 अङ्क एटेन्डेन्सको बापतमा छ। अनि सेमेस्टर सिस्टमको नियम अनुसार के नियम छ भने विद्यार्थीहरूले 70% एटेन्डेन्स पुर्याउनु पर्दछ। हाजिरी रेकर्डमा 70% हाजिर भएको हुनुपर्दछ। त्योभन्दा कम हुनु हुँदैन। यदि विशेष परिस्थितिमा कोही केही दिनको लागि विदेश जानु पर्यो अथवा केही त्यस्तो काम पर्यो अथवा बिरामी पर्यो भने 60% सम्मलाई पनि त्यो गर्न सकिन्छ। तर 60% भयो भने एउटा एप्लिकेसन जस्तो दिनुपर्ने हुन्छ। यो कारणले गर्दाखेरि 70% पुर्याउन नसकेको हो भनेर। त्यसैले सकेसम्म 70% हाजिर हुनुपर्छ। एटेन्डेन्स बापत 5 नम्बर छ। अनि एसेसमेन्ट भन्ने छ। एसेसमेन्ट भनेको यो होमवर्क भने जस्तै हो। हामी एउटा 2टा क्वेसन घरमा लेख्नको लागि दिन्छौँ र त्यसलाई एन्सर गरेर दिने हो। त्यो एसेसमेन्टको लागि 10 मार्क राखिएको छ। अनि मिड टर्म टेस्ट भनेर बिचमा एकचोटि हामी जाँच गर्छौँ, परीक्षा गर्छौँ यो क्वेसन दिएरै। त्यो मिड टर्म टेस्टमा 15 मार्क राखिएको छ। अनि सेमेस्टरको करिब अन्तमा एउटा आर्टिकल लेख्ने, एउटा छोटो आर्टिकल लेख्ने र त्यसलाई प्रेजेन्टेसन गर्ने, एउटा आर्टिकल लेखेर क्लासमा प्रेजेन्टेसन गर्ने त्यस्तो छ। त्यसको लागि 10 मार्क राखिएको छ। यसरी 5+10+15+10
40 मार्क्सको इन्टर्नल इभ्यालुएसन हुन्छ। यो यसबाट विद्यार्थीहरूमा पढ्ने बानी निरन्तर भइरहन्छ। पहिला इयरली सिस्टममा यो वर्षभरि क्लासमा पढ्यो, लास्टमा मात्रै जान दिने, बिचमा त्यति प्र्याक्टिस नहुने, त्यस्तो हुन्थ्यो भने अहिले सेमेस्टर सिस्टममा सुरुदेखि नै विद्यार्थीले पनि अलिअलि प्र्याक्टिस गरिरहनु पर्छ। एसेसमेन्ट लेखेर, मिड टर्म दिएर, प्रेजेन्टेसन गरेर, त्यसले गर्दा विद्यार्थीमा प्रतिभा विकास गर्ने ठाउँ त्यसमा राखेको छ। यो कुरा पनि विद्यार्थीहरूले जानकारी राख्नु होला। यो फाइनलमा जाँदैन भनेको 60% को जान्छ हो। अनि यो फाइनल जाँच दिनुको लागि इन्टर्नल इभ्यालुएसनमा पास भएको हुनुपर्छ। पास पनि हुन्छ, पास गर्न गाह्रो छैन। इन्टर्नल इभ्यालुएसनमा सबै नै प्राय पासै हुन्छ। अब एटेन्डै गरेन भने त पास हुने कुरा भएन, एटेन्ड हुनु पर्यो। सरहरूको निर्देशन अनुसार काम गर्नु भयो भने अवश्य पनि पास हुन्छ। र 40% इन्टर्नलले नै कभर गर्ने भएकोले यो फाइनल जाँचमा पास गर्नु पनि सजिलै हुन्छ। त्यसो भनेर फेरि इन्टर्नलमा धेरै नम्बर ल्याएर एक्सटर्नलमा थोरै नम्बर आयो भने त्यस पनि अलि अव्यावहारिक जस्तो, अस्वाभाविक जस्तो हुन जान्छ। हाम्रो यो पास मार्क पनि फेरि पहिला हामीले सुनेको जानेको 40% पास मार्क हुन्थ्यो, अहिले चाहिँ 50% पास मार्क हो। यो कुरा पनि विद्यार्थीहरूले जानकारी राख्नु होला। 50% पास मार्क, 40 होइन। त्यसैले यही हिसाबले विद्यार्थीहरूले अहिलेदेखि नै तम तयार भएर, रेडी भएर आफ्नो अध्ययनमा लाग्नु होला। यो अध्ययन गर्नु कुनै गाह्रो हुँदैन। हामी सरहरूले आवश्यक सहयोग गरि नै हाल्छौँ। अघि भने जस्तै हामी विद्यार्थीहरू, तपाईँहरू भनेको सुनको ढिक्का हो। सुनको ढिक्कालाई गहना बनाउनुको लागि सुनारले त्यसलाई बेला बेलामा पिट्ने, पोल्ने, घोट्ने, काट्ने गर्नुहुन्छ। अनि पछि मात्र राम्रो गहना तयार हुन्छ। त्यसै नै विद्यार्थीहरू पनि अब अहिले तपाईँहरू अलिकति कोरा विद्यार्थी हुनुहुन्छ र गोल जस्तो हुनुहुन्छ। अब त्यसलाई गहनाको रूपमा तयार गर्ने क्रममा, प्रोसेसमा अलिअलि गाह्रो साह्रो त सामना गर्नुपर्ने नै हुन्छ। अब यो होमवर्क गर्ने, एसेसमेन्ट गर्ने, मिड टर्म टेस्ट दिने अलिअलि गाह्रो भए तापनि यसबाट भविष्यमा तपाईँहरू बौद्ध विद्वानको रूपमा समाजमा प्रस्तुत हुनुपर्ने भएकोले त्यो गाह्रो वास्तवमा स्वाभाविक ठान्नु होला। यो त्यति गाह्रो हुँदैन। यो लस्करै गर्दै जाँदाखेरि सजिलो हुन्छ। सबैलाई शुभकामना छ। आज हामी यतिमै टुङ्ग्याउँछौँ। सर एकछिन मेरो के भन्नु छ कि तपाईँहरूले यो किताब चाहिँ नि पढ्नुपर्छ होइन। यो एउटा वान अफ द टेक्स्ट बुक्स नै हो होइन। यो मैले अघि नै भने अब अलिकति हाम्रो टिचिङ स्टाइल एप्रोच चाहिँ नि फरक पार्दै जाने सन्दर्भमा तपाईँले सबैभन्दा पहिले यसमा भएका यो जुन फर्स्ट युनिटको फर्स्ट च्याप्टर छ नि, यो त्रिशरण गमन, यो एकजना युवा नारायण प्रसाद रिजाल भन्ने बौद्ध विद्वानले चाहिँ लेख्नुभएको किताब हो। नेपाली, सरल नेपाली होइन। यसमा चाहिँ त्यो पढ्नुहोस् तपाईँले होइन। अनि त्यसपछि हामी क्लास सुरु गर्छौँ। अनि अलिकति होइन, धेरै नै फरक पर्छ क्या। त्यसले गर्दा म यो किताब पठाउँछु तपाईँहरू सबैले। किताब पुरै पढ्नु पर्दैन। यही त्यो च्याप्टरको जुन छ नि, यो त्रिशरण गमन भन्ने टपिक, त्यो मात्रै पढ्यो हुन्छ अहिलेलाई होइन। अनि सहज हुन्छ भन्ने हिसाबले यो आज म तपाईँहरू सबैले इमेल एड्रेस पठाउनुहोस् है मलाई। सरहरूलाई मैले इमेल एड्रेस पठाइदिएको छु। विद्यार्थीहरूको नामावली र इमेल एड्रेस, मोबाइल नम्बर मैले पठाएको छु। हेर्नु होला, मेसेन्जरमा छ। हुन्छ त्यसै अनुसार गर्ने। अनि हामी विद्यार्थीहरूसँग सूचनाको आदान प्रदान गर्दाखेरि मेसेन्जर पनि प्रयोग गर्छौँ र इमेल एड्रेस पनि प्रयोग गर्छौँ। इमेल एड्रेस भन्दा पनि मेसेन्जर अलिकति सहज, सजिलो लाग्छ छोटो सूचनाहरू आदान प्रदान गर्नुको लागि। किनभने अब फोन गरिरहँदाखेरि पनि पैसा लाग्ने, अब इमेल अलिकति
टाइम लाग्ने भएकोले मेसेन्जर मोबाइलमै गर्न सकिने भएकोले धेरै सजिलो छ, सजिलो लाग्छ। मेसेन्जरमा हामी सूचना आदान प्रदान गर्ने गर्दछौँ। अब तपाईँहरूसँग हाम्रो सरहरूको मेसेन्जरमा त्यति कन्ट्याक्ट अहिले भइराखेको छैन। मलाई तपाईँहरूले यसो एकचोटि कन्ट्याक्ट गर्नु होला। मैले पनि यो मेसेन्जरमा हेरेको हो, रमेश अधिकारी भनेर खोजेँ, 7-8 जना रमेश अधिकारी देखियो। कुन सही हो कुन अर्कै हो मैले छुट्याउन सकेन। त्यसै अरू यो प्रकाश भयो, अनि अरू विजय भयो, मेसेन्जरमा अलि भेटाउन गाह्रो भयो। तपाईँहरूले मलाई यो मेसेन्जरमा फ्रेन्ड रिक्वेस्ट पठाउनु होला। हुन्छ सर, फ्रेन्ड रिक्वेस्ट पठाउनु होला। मेसेन्जरको नाम अलि डिफ्रेन्ट हुने भएर झुक्किया हो सर। विद्यार्थीले त्यसो गर्नु होला। अनि हामी साना साना छोटो छोटो सूचनाहरू मेसेन्जरबाट पठाउने गर्छौँ। र मैले जानकारी दिनुपर्ने सूचनाहरू दिनुपर्ने कुरा त भने विद्यार्थीहरूलाई केही जान्ने मन लागेको केही जिज्ञासाहरू छ भने, केही सोध्नु छ भने सोध्नु भए पनि हुन्छ। के अरे मिलन सर, मिलन सरको अघि त्यो किताब सरले पठाइदिन्छु भन्नुभयो, त्यो किताबै किन्नु पर्यो भने चाहिँ कहाँ किन्ने सर? त्यो यस्तो के एउटा विशालनगर भन्ने थाहा छ तपाईँलाई? सिरोरानो गुरुको त्यो छ नि त्यहाँ, त्यो विशालनगर भन्ने ठाउँ कतानिर म पुगेको थिएँ होइन, तर यो बाटो चाहिँ थाहा छैन मलाई कहाँबाट जाने हो। बालुवाटारबाट जानुपर्छ मिलन सर, म अस्ति पुगेको थिएँ 2 हप्ता अगाडि। त्यहाँ चाहिँ नि अब त्यहाँ हुनुहुन्छ होला एकजना होइन, त्यहाँ सोध्नुहोस् है। अनि त्यो किन तर तपाईँले होइन कन्ट्याक्ट गर्ने भन्दा यहाँ एकजना सर हुनुहुन्छ यहाँ होइन, हाम्रो यो शान्तश्री बज्राचार्य भन्ने सर हुनुहुन्छ। उहाँको फोन नम्बर दिन्छु तपाईँलाई होइन। अनि त्यहाँ उहाँले फोन गरेर उहाँ सधैँ त्यहाँ गइरहनुहुन्छ कि होइन। अनि त्यहाँ किताब चाहिँ नि उहाँ उपलब्ध गराउनुहुन्छ उहाँले तपाईँहरूले होइन। म यो अनलाइन पठाइदिन्छु नि। मिलन सरले अनलाइनमा हालिदिनुहुन्छ। स्क्यान गर्दैछु म, यो स्क्यान गर्दैछु होइन। मेरो यो स्क्यान सबै किताब चाहिँ स्क्यान गरेर सम्पूर्ण किताब छ नि स्क्यान गरेर तपाईँ पठाइदिन्छु। अहिलेलाई हामीलाई चाहिने च्याप्टर छ नि त्यो मात्रै म पठाउँछु होइन। त्यो चाहिँ पूर्व स्तरी भनौँ न, अग्रिम स्तरी गर्नुहोस् तपाईँ होइन। अनि त्यो धेरै पढ्दा नि थाहा हुन्छ। अनि मेरो क्लास लिँदाखेरि झन् सुनमा सुगर्नु भयो जस्तो बुझिन्छ भन्ने हिसाबले मात्रै हो कि। एकैचोटि म अब त्यो स्विमिङ नै नआउने मान्छेहरूलाई चाहिँ नि त्यो होइन, यो 20 मिटर 30 मिटर त्यो गहिरो चाहिँ नि त्यो होइन स्विमिङ पुलमा चाहिँ हाम फाले जस्तो हुन्छ नत्र होइन। त्यही भएर मैले पहिले नै यो पढ्नको लागि म अनुरोध गरेको कि यो किताब है। सरहरुको कन्ट्याक्ट नम्बर पाउन सकिन्छ सर? हुन्छ, म त्यो पनि म पठाइदिउँला। उहाँले पठाउनुहुन्छ। अनि सर तीर्थरत्न सरले हिजो सिलेबस मेलमा पठाउनु भएको छ भन्नुभएको थियो, त्यो पाएको छैन सर मेलमा? कसले हो नपाएको? मैले सर प्रवीण बज्राचार्यले। प्रवीण बज्राचार्य, प्रवीण र सजनी एउटै घरमा होइन? हजुर हजुर, सजनीले पनि पाएको छैन सर, उसको पनि छैन। मैले सजनीकोमा पठाएको। तपाईँको इमेल एड्रेस यो झेड जस्तो के अलिकति अक्षर पुगिएकोले सजनीकोमा पठाएको। म फेरि एकचोटि चेक गर्छु। एकचोटि चेक गर्नु होला। मेरो पनि इमेल एड्रेस अलिक अप्ठ्यारो भएर त्यो पाएको छैन सर। त्यो एकोस्टिक नेपाल 7 भन्ने छ, स्पेलिङ अप्ठ्यारो भएर त्यो आएको होला सर। सिलेबस चाहिँ सँगै साथै राख्नुहोस् है। सिलेबस चाहिन्छ कि नत्र मेरो मेलमा पनि आएको त छैन सर। मैले चेक गरेको थिएँ हिजो बेलुका, मेलमा चाहिँ आएको थिएन रुटिन। सजनी हो? हजुर हजुर। ल म फेरि एकचोटि पठाइदिन्छु त है त। मलाई पनि प्रकाश म तीर्थ सरलाई फ्रेन्ड रिक्वेस्ट पठाउँछु सर, अनि त्यसबाट थाहा हुन्छ नि सर। मलाई हुन्छ फ्रेन्ड रिक्वेस्ट सबैले। मिलन सर, तीर्थ सर फ्रेन्ड रिक्वेस्टको नाम के छ सर त्यो भनिदिन्छु नि एकपल्ट। म पठाउँछु है, यो चाटमा पठाउँछु। तीर्थ सर राखिदिन्छु न सर। अघिको सुरुको लेक्चर थियो नि नानी म्याडमको, उहाँको पनि कन्ट्याक्ट नम्बर र इमेल एड्रेस पाएको थियो। मैले खोजेँ तीर्थ सरको भेटिनँ फेरि यहाँ अहिले। मिसनमा भेट्नु भएन? मैले खोजेँ सर भेटिनँ। ल मैले अहिले सुरुमा सरहरूको इमेल एड्रेस इमेलमा पठाउँछु, अनि पछि मेसेन्जरमा हामी कन्ट्याक्ट गरौँला।
मेसेन्जरमा बिस्तारै कन्ट्याक्ट गरौँला म इमेलमा पठाइदिन्छु ल मेरो त यही पठाउँछु म मेरो सरले यसमा क्लिक गर्नुहोस् फ्रेन्ड रिक्वेस्ट पठाउनुहोस् होइन म एक्सेप्ट सुन्न गर्छु ए ओके ओके अनि त्यो अनलाइन पनि हाम्रो इमेलमा के अरे फेसबुकमा पनि त्यस्ता लर्निङहरू भइरहन्छ कि हुन्छ म कन्फर्म गर्छु नि सकिए नै छ नि सर हो त्यही हो मेरो साथी हो मेरो दुईटा छ कि यहाँ अब फेसबुक पोर्टल फर बुद्धिस्ट स्टडिज एन्ड प्र्याक्टिस एउटा अनि पर्सनल एउटा यसमा खालि यो बुद्धिस्ट स्टडिजको मात्रै यो फेसबुक हो कि पोर्टल हो र बुद्धिस्ट स्टडिज र प्र्याक्टिस यहाँ अब आफ्नो मात्रै होइन कि अरू बुद्धिस्ट स्कलरहरू गुरुहरू होइन तिनैवटा ट्रेडिसनमा भए त मैले यो प्रवचनहरू अनि त्यो एकाडेमिक स्टडीहरू यहाँ पोस्ट गरिरहन्छु सर डाइरेक्टर एट नागार्जुन इन्स्टिच्युट अफ बुद्धिस्ट मिलन सरको हो मेरो यहाँ नागार्जुन इन्स्टिच्युट भन्छ नि संस्था ए 30 वर्ष ओके मैले रिक्वेस्ट सेन्ड गरेँ सरलाई हुन्छ एक्सेप्ट गरिसकेँ रमेश जानकी अधिकारी छ है सर मेरो पुरा नाम चाहिँ हुन्छ साथीहरू मध्ये कोहीले चाहिँ बरु यो मेसेन्जर ग्रुपै हाम्रो बनाइदिनु भयो भए सबैको लिस्ट राखेर त्यो सजिलो हुन्छ राम्रो हो पनि हुन्छ प्रकाश सर त्यो पनि एकपल्ट गरौँ न मेसेन्जर ग्रुप राम्रो हो एकजना साथीले मेसेन्जर ग्रुप बनाइदिनु होला एकजना एडमिन भएर अनि पठाउनु पर्ला अनि साथीहरू आफूले तान्नु भयो भने अनि त्यही ग्रुपमा सरहरूलाई पनि अनि टिचरहरूले पनि पठाउनु छैन टिचरहरूको अब नोटहरू छन् भने उहाँहरूले पठाउनुहुन्छ कि मेसेन्जर ग्रुपमा होइन डाइरेक्टली हाम्रो प्रकाश सर अलि एक्टिभ हुनुहुन्छ जस्तो प्रकाश सरले एउटा ग्रुप बनाइदिनुहोस् अरू एड गर्दै जाउँ न मेसेन्जर ग्रुप हुन्छ हजुर थ्याङ्क यू त्यसले आजलाई हामी बिदा भयौँ त हजुर तीर्थ सर हजुरको फेसबुकमा के छ सर नाम तीर्थ रत्न साक्य पुरै हो तीर्थ साक्य त्यो फोटो पनि होला प्रकाश सर तपाईँको फोन नम्बर कति हो मेरो हजुर मेरो 9843 774 777 यो चाटमै म फोन नम्बर पनि टाइप गर्दैछु है यो भयो भने हामी कन्ट्याक्ट गरेर एउटा ग्रुप बनाउँ न अनि सबै साथीहरूलाई पनि एड गर्यो भने सरहरूलाई पनि एड गर्यो भने सजिलो हुन्छ हजुर सर मैले हजुरलाई पास गरे रिक्वेस्ट पनि आइसक्यो यहाँ हैन सबैको आयो मिलन सर कनेक्ट भयो तीर्थ सरलाई नि मैले पठाएको छु रमेश जानकी अधिकारी सर मेरो मैले तीर्थ सरलाई चाहिँ पठाएँ मेरो तपाईहरुसँग छँदैछ अब फ्रेन्ड रिक्वेस्ट पठाउनुस् म एक्सेप्ट गरे हुन्छ सर थ्यांक यू ल भोलि भेटौँला थ्यांक यू सर धन्यवाद है ल मिलन सरलाई मिलन सर मैले फ्रेन्ड रिक्वेस्ट हजुर ल एन्ड गरौँ त है हस् नमस्ते सर नमस्ते प्रकाश सरको के छ नाम प्रकाश मिश्र छ हजुर ल म रिक्वेस्ट पठाउँछु है हस् हजुर त्यो स्पिकर भएको फोटो होला मेरो स्पिकर सँगै चस्मा लागेको ल हस् हुन्छ सर फेसबुक पनि एड्रेसै पठाउँदा सजिलो हुन्छ ए मैले पठाएँ नि हैन त्यसरी नै यता सरले पनि पठाउनु भयो भने सजिलो हुन्छ मैले पनि पठाएँ प्रकाश सरले एउटा एडमिन क्रिएट गर्नु होला है ग्रुपमा हस् हजुर हस् सर हस् ल हुन्छ हाम्रो इन्टरएक्टिभ हुन्छ कि अब थ्यांक यू